मालपोत र नापीमा हुने सेटिङ अब अन्त्य हुँदै साउनदेखि सबै सेवा नगरपालिकाबाटै दिने तयारी। सरकारले आगामी साउन 1 गतेदेखि नापी र मालपोतका सेवाहरू सिधै नगरपालिकाबाट उपलब्ध गराउने तयारी गरेको छ। देशभरका 753 स्थानीय तहमध्ये पहिलो चरणमा महानगर, उपमहानगर र नगरपालिका गरी 292 तहमा यो सेवा सुरु हुन लागेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टको नेतृत्वमा गठित अध्ययन समितिले यसको अन्तिम गृह कार्य गरिरहेको छ। समितिका अनुसार अब जग्गा कित्ताकाट, अंशबन्डा, रोक्का र फुकुवा जस्ता दैनिक कामहरू नगरपालिकाबाटै हुनेछन्। यद्यपि कानुनी जटिलताका कारण मोही बाँडफाँड र नयाँ जग्गा दर्ताको काम भने तत्कालका लागि जिल्ला मालपोत कार्यालयबाटै हुने बताइएको छ। समितिले वैशाख 9 सम्म प्रतिवेदन तयार पारी 15 गते भित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने लक्ष्य राखेको छ। नापी र मालपोतको कामलाई स्थानीय तहमा लैजान कानुनमा कुनै बाधा नभए पनि थप व्यवस्थित गर्न एकीकृत कानुन निर्माणको प्रस्ताव समेत गरिँदैछ। हाल डेटा डिजिटाइज गर्ने काम तीव्र पारिएको छ। यस कदमबाट सर्वसाधारणले झन्झटिलो प्रशासनिक प्रक्रियाबाट